नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुखलाई अदालतमा उपस्थिति गराइयो। पूर्ण म्याद थप्ने तयारी। सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले तत्काल सभामुखको निर्वाचन हुने अवस्था नरहेको नेकपाका प्रमुख सचेतक गुरुङको भनाई। धनुषाको सबैला नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी, तलब उपलब्ध नगराएको गुनासो। विश्वका विभिन्न देशमा नेपाल भ्रमण वर्ष सद्भावना दूतहरू नियुक्ति गर्ने सरकारको तयारी। नेपाल भ्रमण वर्ष 2020लाई सफल बनाउने उद्देश्य। र नेपालबाट नयाँ दिल्ली जाँदै गरेको बस लखनऊमा दुर्घटना, 2 दर्जनभन्दा बढी घाइते। अब समाचार विस्तारमा। यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरले अदालतमा उपस्थिति गराएको छ। प्रहरीको भ्यानमा राखेर उनलाई आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको हो। यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान गर्न प्रहरले आज फेरि म्याद थप्ने तयारी गरेको छ। यसअघि प्रहरले 3 दिन म्याद गरेको थियो, तर अनुसन्धान पूरा गर्न प्रहरले सकेको छैन। अनुसन्धान नसकिएकाले महरालाई आइतबार दिउँसो फेरि म्याद थप गरिने काठमाडौँ प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए। म्याद थपिएपछि फेरि बयान लिन प्रयास गर्ने र अनुसन्धानलाई अन्तिम चरणमा पुर्याउने प्रहरी अधिकारीहरूले बताएका छन्। पक्राउ परेका व्यक्तिलाई 35 दिनसम्म हिरासतमा राखेर प्रहरले अनुसन्धान गर्न पाउँछ। पक्राउ परेपछि अस्वस्थ भएका भन्दै महरा 23 असोजदेखि नर्भिक अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्य ठिक नभएको भन्दै उनले बयान दिन मानेका छैनन्। सांसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरले गत असोज 19 गते महरालाई पक्राउ गरेको थियो। बीचमा दशैं बिदा परेकाले म्याद थप गर्न नसकेको प्रहरले गत असोज 28 गते अदालतबाट 3 दिनको म्याद थप गरेको हो। महराले यौन दुर्व्यवहार गरेको भन्ने ती महिलाको भिडियो गत असोज 12 गते सार्वजनिक भएपछि त्यसको भोलिपल्ट महराले सभामुख पदबाट राजीनामा दिएका थिए। उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन्। यौन दुर्व्यवहारको आरोप प्रमाणित भएमा 3.5 वर्षदेखि 5 वर्षसम्म कैद सजाय हुन सक्नेछ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले तत्काल सभामुखको निर्वाचन हुने अवस्था नरहेको बताउनु भएको छ। प्रमुख सचेतक गुरुङले एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने भन्दै सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा विचाराधीन रहेकाले सभामुखको निर्वाचनबारे टीका टिप्पणी गरिरहने नमिल्ने पनि स्पष्ट पार्नुभयो। आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले सभामुखको निर्वाचन हुनका लागि उपसभामुखले राजीनामा दिनुपर्ने अवस्था रहेको पनि बताउनुभयो। सभामुख र उपसभामुख दुवै पद खाली भए दलहरूबीच सहमतिको आधारमा उम्मेद्वार तय गरेर निर्वाचन गर्न सकिने प्रमुख सचेतक गुरुङले बुझाइएको छ। यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिनुभएको थियो। सोही पदका लागि निर्वाचन गर्न सर्वोच्च अदालतमा विचाराधीन मुद्दाले असहज बनाएको प्रमुख सचेतक गुरुङले भनाइ छ। र यो मुद्दा चाहिँ अहिले विचाराधीनको अवस्थामा चाहिँ छ। 2टा पदमध्येमा एउटा मात्रै रिक्त भएको छ, एउटा त रिक्त भएको छैन। एउटा रिक्त नहुँदासम्म चाहिँ सर्वोच्च अदालतको मुद्दा चाहिँ क्रियाशील भइरहन्छ, विचाराधीनको अवस्थामा रहिरहन्छ। अदालतमा मुद्दा विचाराधीनको अवस्थामा रहेको हुनाले चाहिँ सायद मलाई लाग्छ अब अदालतले छिटो पुगाउन सक्यो, छिटो चाहिँ मार्ग प्रशस्त गर्न सक्यो भने चाहिँ सायद यो दिशामा चाहिँ छिटो सहज हुनेछ भन्ने लाग्छ। या त त्यो ढङ्गले चाहिँ अगाडि बढ्नु पऱ्यो, या त राजनीतिक रूपले चाहिँ तपाईँको दुवै पद रिक्त गरेर चाहिँ शून्यताको स्थितिमा लगाएर प्रारम्भिक प्रकारको प्रक्रियाबाट निर्वाचन गर्ने प्रक्रियाबाट लानु पऱ्यो। र यो 2टा चाहिँ एउटा राजनीतिक र निर्णय गर्ने विषय हो भने एउटा चाहिँ तपाईँको विधिको हिसाबले हेर्ने कुरा हो भन्ने लाग्छ। विधिको हिसाबले अहिले सर्वोच्च अदालतमा मुद्दा परिरहेको हुनाले खाली रिक्त स्थानमा कसले दावा गर्ने हो त, कुन दलले दावा गर्ने हो त भन्ने प्रश्न चाहिँ चित्र चाहिँ क्लियर भइसकेको छैन। त्यस कारणले 2टी पद रिक्त भएको अवस्थामा चाहिँ अब दलहरूको आपसी सहमतिको आधारबाट चाहिँ कहिले कुनमा दाबी गर्ने भन्ने कुरा हुन सक्छ होइन। अहिले एउटा मात्रै रिक्त भएको अवस्थामा कसले दाबी गर्ने र कसले दाबी नगर्ने भन्ने कुरा चाहिँ चित्र क्लियर नभइसकेको हुनाले चाहिँ अहिले अदालतमा विचाराधीनको अवस्थामा रहेको हुनाले अदालतमा विचाराधीन रहेको अवस्था। प्रमुख सचेतक गुरुङले सभामुखको निर्वाचन गर्ने अवस्था नै नभएका बेला त्यसमा व्यक्तिले दाबी गर्नुको कुनै औचित्य नरहेको पनि बताउनुभयो। ज्यान मार्ने उद्योग गरेको
आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी गरिएका प्रतिनिधि सभा सदस्य पार्वत गुरुङले आइतबार जिल्ला अदालत काठमाडौँमा जाहिर भएको छ। जिल्ला अदालतका श्रेष्ठदार आनन्द श्रेष्ठका अनुसार सांसद गुरुङ कार्यालय समय सुरु हुने बित्तिकै अदालत हाजिर भएका थिए। अदालतले उनको बयान लिएको छ। दोलखाका वीरध्वज खड्काले आफ्नो ज्यान मार्ने उद्योग गरेको आरोपमा सांसद गुरुङसहित 7 जना विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँमा जाहेर दिएका थिए। प्रतिवादीहरू फरार रहेको भन्दै अदालतमा मुद्दा पेश भएपछि जिल्ला अदालतले सांसद गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। हत्या आरोप लागेको काङ्ग्रेस सांसद तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमलाई थप हिरासतमा राख्न 5 दिन म्याद थप गरिएको छ। आलममाथि 2064 सालमा बम बनाउने क्रममा पक्रेर घाइते भएको केही व्यक्तिलाई जिउँदै इँटा भट्टामा पोलेर मारेको अभियोग लागेको छ। आलममाथिको बयान र अनुसन्धान लिने क्रम जारी रहेको भन्दै प्रहरले पूर्ण म्याद थप गर्न आज अदालत लगेको थियो। आलमले बयानमा आफूमाथि आरोप लगाइएको बताउँदै आएका छन्। उता प्रहरले घटनामा प्रमाण लुकाउन सहयोगी भूमिका खेलेका विश्वासपात्र पक्राउ परेको जनाउँदै त्यसलाई घटनाको बलियो आलमका विश्वासपात्र पनि घाइते भएका थिए। अभियुक्ति भए पनि पीडित भएकाले प्रहरले उनको शरीरमा भएका घाउ विस्फोटको भए नभएको बारेमा समेत शिक्षण अस्पताल महाराजगञ्जमा फरेन्सिक जाँच गरिएको छ। धनुषाको सबैला नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले तलब उपलब्ध नगराएको भन्दै नगरपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्। आज सबैला नगरपालिकाको कार्यालयमा उनीहरूले अनिश्चितकालीन तालाबन्दी गरेका हुन्। उनीहरूले 5 महिनादेखि तलब उपलब्ध नगरेकाले तालाबन्दी गरिएको बताएका छन्। सरस्वती माध्यमिक विद्यालयका शिक्षक अरुण ठाकुरले नगरपालिकाले विद्यालयलाई व्यवस्था गरेको गुनासो गरे। उनले तलब उपलब्ध नगराएसम्म ताला नखोल्ने चेतावनी दिए। बाराको कलैया उपमहानगरपालिकाका कर्मचारीले कारबाहीको माग गर्दै कामकाज ठप्प पारेका छन्। वडा नम्बर 4 का वडा अध्यक्ष जटाशङ्कर सहनीले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेलवासीलाई आक्रमण र गालीगलौज गरेको भन्दै सहनीमाथि कारबाहीको माग गरी आइतबारदेखि उपमहानगरपालिकाको कार्यालयसँगै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालय समेत बन्द गरेका छन्। सबै संस्था बन्द हुँदा स्थानीय भने मार्कामा परेका छन्। गएको शुक्रबार वडा अध्यक्ष सहनीले उपमहानगरपालिकाको योजना शाखामा वडा कार्यालयबाट आएको योजना किन नहटाएको भन्दै आफूलाई गालीगलौज गर्नुको साथै ढोका भाँचेको र टेबल उठाएर आक्रमण गरेको प्रमुख प्रशासकीय अधिकृत बेलवासीले आरोप लगाउनु भएको छ। वडा अध्यक्ष सहनीले भने आफूले वडाको योजना किन हटाएको भन्ने विषयमा प्रमुख प्रशासकीय अधिकृतसँग सामान्य विवाद हुँदा टेबल कोठाबाट मात्रै गरेको तर हातपात भने नगरेको बताउनु भएको छ। राष्ट्रिय जनगणना 2078 को नमुना जनगणना आगामी माघ 1 गतेबाट सुरु हुने भएको छ। केन्द्रीय तथ्याङ्क विभागले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो राष्ट्रिय जनगणनाको नमुना जनगणना आगामी माघ 1 गतेदेखि 3 महिनासम्म गर्ने जानकारी गराएको हो। सही तथ्याङ्क ल्याउने उद्देश्यका साथ सो नमुना जनगणना गर्ने गरी 2078 सालको राष्ट्रिय जनगणनाको नमुना जनगणनाको कामलाई सुरु गर्न लागि पनि विभागका निर्देशीय ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो। सो नमुना जनगणनाका लागि सुरुबेरसम्म 15 जना गणक, 60 जना र अन्य 47 जना गरी जम्मा 122 जना जनशक्ति परिचालन गर्ने पनि विभागले जनाएको छ। सुपरिवेक्षण र गणनका करारमा नियुक्ति गर्ने योजना तय गरिएको पनि विभागका निर्देशक लामिछानेले बताउनुभयो। यसअघि शिक्षकहरूलाई गणनको रूपमा नियुक्ति गर्दै आएकोमा यस वर्षबाट विभागले शिक्षकहरूलाई यसमा परिचालन नगर्ने पनि स्पष्ट पार्नुभयो। नमस्कार, म इन्द्रबहादुर कार्की, निर्देशक। अनि अन्य फलोअप चाहिँ हामी मूल जनगणनाको फलोअप नै गर्छौँ। हाम्रो मुख्य अवधि भनेको चाहिँ 2076 माघ 1 गतेदेखि पाइलट नमुना जनगणना सञ्चालन गरेको 76 माघ 1 देखि चैत्र 30 गतेसम्म 3 महिनाको यो कार्यक्रम सञ्चालन गर्छौँ। हामीले मुख्य रूपमा चाहिँ हाम्रो गणनाका तयारी ट्रेनिङदेखि लिएर तथ्याङ्क सङ्कलनसम्मको अवधि चाहिँ हामीले 3 महिनाको अवधि राखेका छौँ। यो चाहिँ 76 माघ 1 गतेदेखि चैत्र 30 गतेसम्म छ। अब पनि कतै पाएन हामीले जानकारी हैन, त्यो हिसाबले अहिले के र कसरी गर्ने र लगत सबै प्रदेशको 2 जिल्लामा हुने सो नमुना जनगणनामा 11,610 घर परिवार सहभागी हुने विभागको अनुमान छ। विभागले सो नमुना जनगणनाका लागि 1 करोड 17 लाख बजेट लाग्ने अनुमान पनि गरेको छ।
भन्दाखेरि 1 वर्ष अगाडि सेन्सस हुनुभन्दा 1 वर्ष अगाडि गरिन्छ। जबकि हामीलाई त्यो समयमा तयारीमा के तलमाथि चेन्जहरू गर्नु पर्यो भने हामीलाई पर्याप्त समय पनि होस् भन्ने यसको चाहिँ मुख्य उद्देश्य पनि हो। यसमा हामीले अहिलेसम्म हामीले तयारीमा नमुना जनगणनालाई सबै प्रदेश, हिमाल, पहाड र तराईको जनसङ्ख्यालाई समानुपातिक प्रतिनिधित्व हुने गरी सञ्चालन गर्ने एउटा हिसाबले चाहिँ प्रत्येक प्रदेशबाट 2 जिल्लाका दलले 14 जिल्लामा 55 वडामा यो नमुना जनगणना सञ्चालन गर्ने हाम्रो लक्ष्य छ। जम्मा हाम्रो घर परिवार भनेको 11,610 घर परिवारमा नमुना जनगणना सञ्चालन करिब मोटामोटी त्यति हुन्छ। हामीले फिल्डबाट गरिसकेपछि त्यसको अङ्क चाहिँ 11,610बाट तलमाथि चाहिँ पर्न सक्छ। त्यही हामीले के कस्तो अवस्था छ भने तलमाथि पर्छ भन्ने हिसाबले पनि हामीले हेरेर खोजेको हो। हामीले गरेको अनुमान र वास्तवमा फिल्डमा कति फरक पर्छ त, त्यसले गर्दा हाम्रो मूल जनगणनामा कति असर पर्छ हामीलाई भन्नलाई पनि हामीले खोजेका छौँ। त्यसकोले यो नमुना जनगणनाको लागि हामीले हाम्रो अनुमानित अहिले हामीलाई लाग्ने खर्च भनेको 1,17,00,000 चाहिँ हामीले अनुमान गरेका छौँ। र प्रदेश 1 मा पाथर र मोरङ, प्रदेश 2 मा धनुषा र पर्सा, प्रदेश 3 मा मकवानपुर र काठमाडौँ, गण्डकी प्रदेशमा बागलुङ र कास्की, प्रदेश 5 मा रूपन्देही र प्युठान, सुदूरपश्चिम प्रदेशमा कैलाली र दार्चुला र कर्णाली प्रदेशमा सुर्खेत र जुम्ला। हरेक प्रदेशको एउटा जिल्ला र सुगम भौगोलिक दृष्टिकोणले सहजताको हिसाब र भौगोलिकलाई सहजताको हिसाबले पनि अर्को जिल्ला गरेर 2टा जिल्ला छानेका छौँ। र त्यसमा अब हामीले जिल्लाभित्र हामीले गाउँपालिका नगरपालिकाहरू छान्छौँ। त्यो चाहिँ गाउँपालिका नगरपालिका छान्दा चाहिँ कुनै सुगम र कुनै अति दुर्गमको क्षेत्र गरेर हामी छान्छौँ। त्यो हिसाबले गर्दाखेरि हामीले जम्मा 14वटा जिल्लाहरू चाहिँ एउटा 55वटा वडाहरू चाहिँ छानेका छौँ। सबैहरूसँग स्टेक होल्डरहरूसँग हामी छलफलहरू गरिरहेका छौँ। पत्रकार सम्मेलनमा विभागले राष्ट्रिय जनगणना 2078 को लागि तथा मूल नारा पनि सार्वजनिक गरेको थियो। सरकारले विश्वका विभिन्न देशमा नेपाल भ्रमण वर्ष सद्भावना दूतहरू पनि नियुक्ति गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले नेपाल भ्रमण वर्ष 2020लाई सफल बनाउन विश्वका विभिन्न मुलुकमा तत्काल सद्भावना दूतहरू नियुक्ति गर्ने तयारी गरिएको जानकारी दिनुभएको हो। त्यसका लागि उहाँले उपयुक्त व्यक्तिको छनौटका लागि सिफारिस गर्ने गैर आवासीय नेपाल सङ्घ NRNA-लाई पनि आग्रह गर्नुभयो। आइतबार NRNA-का नवनिर्वाचित पदाधिकारीसँगको सामूहिक भेटमा मन्त्री भट्टराईले गैर आवासीय नेपालीहरूले सहयोग गरेर नेपालमा पर्यटन प्रबन्धन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट पार्नुभयो। उहाँले नेपालको अर्थतन्त्रमा 10% योगदान पर्यटन क्षेत्रको हुने गरी पर्यटन प्रबन्धन गर्न सरकार प्रतिबद्ध भएर लागि परेको पनि बताउनुभयो। यसको निम्ति हामी 2020 को भ्रमण वर्षको सद्भावना दूत गुडविल एम्बेसडरहरू पनि विभिन्न ठाउँमा नियुक्ति गर्नेछौँ। त्यसको निम्ति म अध्यक्षज्यू लगायत सबै गैर आवासीय नेपाली साथीहरूलाई भन्न चाहन्छु, विगतमा एक किसिमले त्यसको नियुक्तिहरू हुँदै आयो। यसपटक हामीले सम्पूर्ण देशहरूबाट सम्बन्धित देशका हाम्रा नेपाली दूतावासहरू मार्फत कूटनैतिक नियोग मार्फत त्यसको सिफारिस मागेका छौँ। त्यसो भयो भने अझ ज्यादा यो आधिकारिक हुनेछ, अथेन्टिक हुनेछ र त्यसले सम्बन्धित देशको कूटनैतिक नियोगसँग उहाँहरूको NRN-सँग उहाँहरूको चाहिँ समन्वय हुनेछ भनेर त्यो ढङ्गले सिफारिस मागेका छौँ। त्यसमा आवश्यक सहयोग गर्न म NRN गैर आवासीय नेपाली सङ्घका अध्यक्षज्यू लगायत सम्बन्धित देशका राष्ट्रिय कमिटीहरू, राष्ट्रिय समितिहरूलाई पनि सम्बन्धित देशका हाम्रा दूतावासहरूसँग समन्वय गरेर उपयुक्त व्यक्तिहरूको सिफारिस पठाउन पनि म आजको कार्यक्रममा यहाँहरूलाई निवेदन गर्न चाहन्छु। मन्त्री भट्टराईले मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकासमा सरकारले यथोचित ध्यान दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। गैर आवासीय नेपाल सङ्घ NRNA-ले विश्वभरबाट एक नेपालीले एक विदेशी साथी नेपाल पठाऊ अभियान सञ्चालन गर्ने भएको छ। NRNA-ले नेपाल भ्रमण वर्ष 2020लाई सफल बनाउन सो अभियान सञ्चालन गर्ने भएको हो। आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईको उपस्थितिमा NRNA-का नवनिर्वाचित अध्यक्ष कुमार पन्त र नेपाल भ्रमण वर्ष 2020का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यबीच काठमाडौँमा भएको 17 बुन्दे सम्झौतामा सबैभन्दा बढी विदेशी साथीहरू नेपाल पठाउने व्यक्ति वा सङ्घ संस्थालाई नेपाल सरकारले सम्मान गर्ने पनि उल्लेख गरिएको छ। 20 लाख पर्यटक नेपालभित्र आउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष 2020 को उद्घाटन जनवरी 1 मा हुँदैछ। भ्रमण वर्ष नजिकै रहेका बेला सचिवालयले त्यसको
प्रचारात्मक अभियानलाई तीव्रता दिन एनआरएनएसँग पनि सम्झौता गरेको हो। कार्यक्रममा नेपाल भ्रमण 2020का सचिवालयका राष्ट्रिय कार्यक्रम संयोजक वैद्यले सो भ्रमण वर्षमा 20 लाख पर्यटक भित्राउने नेपाल सरकारको लक्ष्य पूरा गर्न गैर आवासीय नेपालीहरूलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो। विश्वमा नेपालबारे नकारात्मक प्रचार हुन नदिन पनि उहाँले गैर आवासीय नेपालीहरूलाई पटक पटक आग्रह गर्नुभयो। राष्ट्रिय कार्यक्रम संयोजक वैद्यले नेपाल भ्रमण वर्ष 2020को प्रचार अभियानलाई विश्वभर सञ्चालन गर्ने उल्लेख गर्दै त्यसमा विशेष सहयोग गरिदिन पनि एनआरएनएको ध्यानकर्षण गराउनुभयो। आज पनि गरेका छौँ। काम गर्नु धेरै नै दिन अगाडि मात्र हामी चाहिँ कोरियामा मिटिङ गरे। त्यहाँका केही एनआरएनका साथीहरूसँग पनि भेटघाट भयो। धेरै जसो काठमाडौँमा थिए। केही दिनपछि हामी लन्डन जाँदैछौँ। त्यसपछि हामी चाहिँ अस्ट्रेलिया, त्यही गरिकन चाहिँ मलेसिया र विभिन्न मुलुकमा हामी जाँदैछौँ। अहिले प्राथमिक हाम्रो चाहिँ एउटा सोच चाहिँ के हो भने जुन पर्यटक 10 मोस्ट इम्पोर्टेन्ट आउटबाउन्ड टुरिज्म जहाँबाट आइरहेको छ नेपालमा उहाँहरूको सहयोग चाहिँ हामी चाहिँ एकदमै बढी हामी खोज्छौँ र भ्रमण वर्षको हाम्रो लक्ष्य पनि एउटा के छ भने as much as possible नेपालको पोजिटिभ मेसेज जाओस्। एउटा मलाई तपाईँले चाहिँ खालि एउटा एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तले नेपालको समृद्धिका लागि पुँजी र प्रविधि भित्र्याउन लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपालको समृद्धिको मुख्य आधारको रूपमा रहेको पर्यटक क्षेत्रको विकासका लागि एनआरएनएको नयाँ नेतृत्वले प्रविधि र त्यसका लागि आवश्यक ज्ञानको आपूर्ति गर्न विशेष जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपालमा भइरहेका समस्याहरू नआउने टुरिस्टले मात्र पुग्दैन। गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरा संसारका धेरै मान्छेहरूलाई थाहा छैन। सगरमाथा नेपालमा छ भन्ने कुरा संसारका धेरै मान्छेहरूलाई थाहा छैन। यसको प्रचार गर्नु परेछ। भर्खरै मात्रै तपाईँहरूले विभिन्न बुद्ध लेखेर यहाँ गरेको सहमति पनि सुन्नुभयो होला, पढ्नुभयो। त्यस्ता सामग्री यी कुराहरूलाई मात्रै विदेशको बजारमा लिएर जान सक्यो, संसारका ठुला ठुला सहरहरूमा लिएर गएर प्रचार गर्न सक्यो भने नेपालमा टुरिज्म ल्याउनको लागि ठुलो एनआरएनएले नेपाल भ्रमण वर्ष 2020लाई सफल बनाउन विदेशस्थित नेपाल नियोग र दूतावासहरूमा भ्रमण वर्ष प्रबन्धन कक्ष स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त जनाएको छ। ललितपुर महानगरपालिका 13 सिँचाइ हिटी स्थित रोकिराखेको 2वटा बसमा आज बिहान आगलागी भएको छ। आगलागीबाट पार्किङ गरिराखेको बा 3 ख 1379 र बा 3 ख 166 नम्बरको गाडी जलेर पूर्ण रूपमा क्षति भएको छ। सँगै रोकिराखिएको बा 2 ख 5945 नम्बरको बसमा भने आंशिक रूपमा क्षति भएको प्रहरले जनाएको छ। आगलागीको कारण भने खुलेको छैन। ढोका बन्द भएको बा 3 ख 1379 नम्बरको गाडीभित्रबाट आगलागी भएको प्रहरीको अनुमान छ। प्रहरले 12 जिल्लाबाट आइतबार बिहान विद्युत चोरीमा संलग्न 43 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, 12 सशस्त्र प्रहरी बल तथा नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रबाट खटिएको प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय 12 का अनुसार 12 को करैयामाई गाउँपालिकाको हरैया, ठुलो लोटन, सहजैली, मधुवन र तेतरिया, रिसुवा, ठोरयाही, बोधवन लगायतका ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। सिरहाको भगवानपुर गाउँपालिका 4 ठाडी भन्सार नजिकै तस्करको गोदाममा प्रहरले छापा मारेको छ। नेपाल भारत सीमाको 10 गजा क्षेत्र नजिकै तस्करले गोदामको लागि भाडामा लिएको घरमा प्रहरले छापा मार्दा 13 लाख रुपैयाँ भन्दा बढी मूल्यका सामान बरामद भएको छ। प्रहरीका अनुसार घरायसी प्रयोजनका सामग्री, खाद्य पदार्थ, लत्ता कपडा, मोटर पार्ट्स, हार्डवेयर, कस्मेटिकका गरी करिब 13,36,558 रुपैयाँ 40 पैसा मूल्यका सामान बरामद भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। नेपालबाट भारतको राजधानी नयाँ दिल्ली जाँदै गरेको बस लखनऊमा दुर्घटना हुँदा 2 दर्जनभन्दा बढी यात्री घाइते भएका छन्। आइतबार बिहान भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनऊ स्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोकिएर उक्त बस दुर्घटना भएको हो। घाइते हुनेमा अधिकांश नेपाली नागरिक रहेको बताइएको छ। घाइतेहरूलाई
लोहिया अस्पताल भर्ना गरिएको र उनीहरूको अवस्था सामान्य रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। ट्रकसँग ठोकिएर बसको गाडीको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बसका चालक र परिचालक पनि घाइते भएका छन्। भारतीय अखबार दैनिक जागरणले जनाए अनुसार नवीन थापा, नन्दु टेकबहादुर, धनकुमारी अनिता थापा, तारा प्रेम, मुमादेवी थापा, चरण विष्ट, सुनिता विष्ट लगायत घाइते भएका छन्। उनीहरूको ठेगाना भने खुलाइएको छैन। घाइते हुनेमा 6 महिनाको बालक समेत रहेको जनाइएको छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुखलाई अदालतमा उपस्थिति गराइयो। पूर्ण म्याद थप्ने तयारी। सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले तत्काल सभामुखको निर्वाचन हुने अवस्था नरहेको नेकपाका प्रमुख सचेतक गुरुङको भनाई। धनुषाको सबैला नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी, तलब उपलब्ध नगराएको गुनासो। विश्वका विभिन्न देशमा नेपाल भ्रमण वर्ष सद्भावना दूतहरू नियुक्ति गर्ने सरकारको तयारी। नेपाल भ्रमण वर्ष 2020लाई सफल बनाउने उद्देश्य। र नेपालबाट नयाँ दिल्ली जाँदै गरेको बस लखनऊमा दुर्घटना, 2 दर्जनभन्दा बढी घाइते। हवस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर, तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।